सम्झनाले कहिले हँसाउँछ कहिले रुवाउँछ, मनका कुनामा पुराना कुराहरू बसाउँछ। जति बिर्सन खोजे पनि नबिर्सने भावनाले फेरि त्यही पुर्याउँछ। सायद कसैलाई याद गर्नु पनि त्यति सजिलो छैन। नमस्ते, म मेरुना घरती छेत्री। अहिले म दाङबाट तपाईँहरूमाझ बोल्दैछु। आज पहिलो पटक यो अडियो आवाज तपाईँहरूमाझ राखेको छु। यो आवाज सुनिसकेपछि पक्कै पनि तपाईँहरूले सल्लाह सुझाव अनि प्रतिक्रिया दिनुहुनेछ भन्ने पूर्ण आशा यहाँबाट मैले गरेको छु। तपाईँले सल्लाह सुझाव दिनुभयो भने आउने दिनहरूमा नयाँ विषयवस्तु लिएर तपाईँहरूमाझ आउनेछु। धेरै कुराहरू सिक्न बाँकी छ। सिक्ने क्रममा धेरै गल्तीहरू हुन सक्छन्। तपाईँहरूले साथ दिनुभयो भने पक्कै पनि त्यो गल्तीलाई सुधारी अगाडि बढ्ने कोसिस गर्नेछु। अहिलेलाई बिदा हुन्छु। नमस्ते।